गुड मर्निङ तपाईँहरूलाई फेरि पनि एकदमै स्वागत छ मेरो अर्को भिडियोमा र यो मर्निङ र भेरी भेरी गुड मर्निङ र फिलहाल चाहिँ म किचनको साफसफाइ गर्दैछु है हेर्नुहोस् न सफाइ गर्दैछु र आज चाहिँ नानीको अफ छ स्कुल छुट्टी छ आज र आज चाहिँ घरमा अब गेस्टहरू पनि आउनुहुँदैछ मेरो देवर र बुहारी आउँदैछ हो त्यही भएर साफसफाइ अलिअलि गर्दैछु हो र त्यही हो घरको काम कहिले सकिँदैन डेली यतिकै हो सफाइ टफाइ धुलाइ सुलाइ त चलिरहन्छ हो यतिकै छ र दिन पनि बित्दैछ यतिकै हो र के भन्नु थियो भन्दाखेरि तपाईँहरूलाई र हिजो चाहिँ मैले के भन्छ मिसोबाट एउटा पार्सल रिसिभ गरेको छु र तपाईँहरूलाई देखाउँछु ल के छ एकछिनमा यो सफा गरिहाल्छु त्यो चाहिँ छ फ्रेम हो वाल फ्रेम यति दामी क्वालिटी छ तपाईँलाई बादमा देखाउँछु नि र फिलहाल चाहिँ मेरो सफा टफा चल्दैछ है गाइस म एकछिनमा भेट्दैछु ल मेरो छोरी चाहिँ कार्टुन हेर्दैछ हेलो गरिदिनुहोस् के गर्नुपर्छ ओके गुड मर्निङ नमस्ते गर्नु मेरो छोरीको चाहिँ आज छुट्टी स्कुल छुट्टी है आज छुट्टी छ उसको चाहिँ हो स्कुल छुट्टी भएर चाहिँ टिभी हेर्दैछ ल त गाइस अहिले भेट्छु ल सो गाइस यहाँ हेर्नु न मेरो छोरीलाई हो मलाई के गरिदिँदैछ मालिस गरिदिँदैछ मम्मालाई या भयो अरे हो मम्मालाई हेल्प गरेको अरे मेरो छोरीले हो हेल्प गरेको हो यसो गरिदिनुहोस् मम्मालाई अघि यसो गर्दै थिएँ अब छोरीहरू भनेपछि यस्तो हुन्छ है गाइस अब अहिले त गर्छ थाहा छैन पछि के गर्छ तर अहिले चाहिँ मम्मालाई हेल्प गर्छु यता उता जति बदमास गरे पनि अलिअलि हेल्प चाहिँ गर्छ है मलाई उसले हो सानैदेखि अलिकति हामीले उनीहरूलाई स्टेप बाई स्टेप सिकायो भने चाहिँ उनीहरूले अलिकति लिँदो रहेछ है यो चाहिँ मैले बुझ्दैछु अलिअलि हो तर घरिघरि चाहिँ यति बदमास गर्छ नि यति पिट्नु मन लाग्छ तर आफूलाई कन्ट्रोल गर्छु पिट्दिनँ पिट्नु चाहिँ तर सिकाउँछु पढाउँछु पनि हो त्यही नै रहेछ पेरेन्टिङ लाइफ भनेको चाहिँ हो र यहाँ हेर्नु न मसाज गरेको कपाल त के गर्छ हो के गरेको मम्मालाई यहाँ न कपाल बाँधेको आया दुखाएर केही छैन आया वेट बाबु वेट दुख्यो मलाई यहाँ न के गरेको अरे भन्नु त होइन मम्मालाई के गरेको दिदीले नो हेल्प गरेको र गाइस उता चाहिँ पुसिसके रुम हो अब यहाँ हेर्नुहोस् न रुम पुस्नु त पुस्दिनँ र म सट्टै झाडु चाहिँ लगाइदिन्छु आज तिमीलाई के भन्नु छ यता हेर त के भन्नु छ मम्मालाई के गर्छ आजकल तिमीले कहिले भन न मम्मालाई के गर्छ हेल्प गर्छु भन्नुहोस् न भन फेरि भन हो ऊ चाहिँ यति बादमा आजकल रुनु थालेको छ रुन्ची चाहिँ भएको छ है आजकल नि हो मैले हेर्नु न नदिएको यहाँ रुनु आँटिसक्यो दुख्यो नि त बाबा मलाई कपाल लु गर लु खै दुईजना हेलो भनिदिनुहोस् त यहाँ दादा पनि भनिदिनुहोस् हेलो भनिदिनु दादा इदु खै त दुईजना हेलो भन्दा यता हेर बहिनी पनि हेर ए ओ माई अमन आउँछ अरे दादा सुसु गरेर आउँछ नि दादा हेलो गाइज गुड इभिनिङ वेलकम टु माई च्यानल है विनिता युट्युब च्यानलमा तपाईँलाई स्वागत छ र अहिले छ इभिनिङको 7 PM 7 बजिरहेको छ र अहिले म यतिखेरदेखि नै भ्लग स्टार्ट गर्दैछु है अब मेरो चाहिँ कन्टिन्युसली भ्लग चाहिँ हुँदैन है साथीहरू के गर्नु जामजातमा हुन्छ सो सरी है त्यसको लागि चाहिँ हो अन्त आज चाहिँ एउटा मोमेन्टम तपाईँहरूसँग सेयर गर्दैछु जुन एउटा आमा
आमाले मात्रै फिल गर्छ होला सायद, मलाई चाहिँ त्यस्तो लाग्यो। र आमाले मात्रै फिल गर्न सक्छ होला है, बाबाले गर्नु सक्छ भने थाहा छैन, तर आमाले चाहिँ फुल गर्न सक्छ। किनकि आज चाहिँ मैले मेरो छोरीलाई स्कुल त गएको भयो 2 विक जस्तो भइसक्यो, तर म चाहिँ अब अलिकति उसले त्यहाँको माहौल, त्यहाँको के भन्नु अब साथीहरूसँग इन्टरेक्ट गर्नु अलिकति अब आमा हुँदा अलिकति उसलाई पुस गरेको थिएँ नि मैले, उसलाई हेल्प गर्दै थिएँ हो। अन्त फेरि मैले अचानक सोचेँ कि अब मैले यति त उसलाई अलिकति त्यहाँको अब रहनसहन, त्यहाँको अब बानी बेहोरा, नानीको सबैको उयो त उसले बुझिसक्यो। अब म अलिकति उसलाई अलिकति फ्री छोड्दै बिस्तारै यो चाहिँ थियो है मेरो अलिकति माइन्डमा। आज चाहिँ मैले उसलाई झुकाएर छोडेर आएको, बाफ्रे नभन्नुहोस्, त्यो मोमेन्ट मेरै मनमा छ। मलाई कस्तो चाहिँ भयो होला, मैले मेरो बाबालाई स्कुल छोडेर आएँ है उसलाई। घरमा आएर नै ओन्ली 2 घन्टाको चाहिँ है, 2-1.5 घन्टाको हो, तर पनि मलाई त मनमा भारी भएर हो। र आमा भएपछि के गर्नु, आफ्नो नानीलाई यति माया र उयो हुँदो रहेछ। आँखामा अहिले पनि म त्यो मोमेन्ट सोच्दा मेरो मन भारी भएर आउँदैछ है, एकदम आँखा एकदम उयो हुँदैछ, मलाई माया पनि लाग्दैछ हो। बिचाराले अघि सुतेर उठेर पनि पुरा ममा बेबी रुयो, ममा बेबी रुयो भन्छु। के गर्नु, अब सब जे गर्दैछु उसकै लागि हो, उसलाई अलिकति फ्री छोडिदिएर उसले फ्री होस् भनेर नि उसकै लागि गरेको हो। र बिचरा रुएछ पनि, रुनु त रुयो होला, किन रुँदैन, रुएछ। टिफिन पनि राम्ररी खाएन उसले हो, कस्तो नराम्रो लाग्दैछ नि मलाई अहिले। अब के गर्नु, मेरो नानीको लागि गरेको हो मैले चाहिँ हो। अब त्यो त उनीहरूले अहिले बुझ्दैन, तर पनि उसकै लागि गरेको थिएँ नि बाबा। हो ओके ओके, पानी दिनु बाबा। यहाँ अलिकति हाई भनिदिनुहोस् त, हेलो नमस्ते गरिदिनुहोस्। यस, लु खानुहोस्, पानी खानुहोस् त। आएन भाइ। र त्यो मोमेन्ट चाहिँ साथीहरू मैले भुल्नै सकेको छु अहिले पनि स्टिल। ओके, खाँदै गर, म हाल्छु ल। ल खाँदै गर, म हालिदिन्छु। के हालिदिनु? किमिस? ल ल ल ल, एकैछिन ल, 2 सेकेन्ड हालिदिएछु त, पख नि त। र त्यो मोमेन्ट मैले अहिले पनि बिर्सिन सकेको छु साथी, सम्झिँदै मलाई एकदम मन भारी भएर आउँदैछ कि। अब म चाहिँ त्यस्तो किन भयो भन्दाखेरि उसलाई छोड्नै सके, मतलब ऊ चाहिँ अब म बिना चाहिँ अब के गरेकै छैन। अब के गर्नु, सिचुएसन त्यस्तै छ, एक्लै नै हुन्छु है, त्यही भएर पनि एकदम मन भारी भएर आउँदैछ हो। अन्त बिचाराले कसरी क्लास गरे के गरे मलाई केही थाहा छैन। अब त्यहाँ आन्टीले त भन्दै थियो रुयो, रुनु त त्यस्तो रुएन भने, अब उसलाई त्यही हेबिटै गराउनु छ, अब के गर्नु। न त मेरो छोरी ज्ञानी छ नि है बाबा। ओ न अहिले आफूले म्यामलाई कसरी बोलाउँछ बेबीले? म्याम भन्छ हो, कसरी बोलाउनुहुन्छ? हजुर भन्छ नि। अब त्यस्तो भन्नुहुन्न नि, कस्तो हुनुपर्छ बेबीहरू? गुड हुनुपर्छ। यस, भेरी नाइस। मम्माले के दिनुभयो बाबा? किमिस दिनुभयो। आज स्कुलमा कस्तो लाग्यो बाबालाई? मजा आयो, ह्याप्पी भयो? मम्मा बिना मजा आयो? मजा आएन? ओहो, मेरो छोरी त ज्ञानी हो नि, राजा गरेन। के भनेर तिमीले स्कुलमा? मम्मा खोजे। ल ल ल। हेलो गाइस, गुड इभिनिङ। स्वागत छ तपाईँलाई फेरि एउटा नयाँ डे है, नयाँ डेमा। र यो पनि इभिनिङै है, इभिनिङ भ्लग गर्दैछु। इभिनिङमै टाइम पाउँछु है साथीहरू, म चाहिँ बेसी जस्तो कि। अन्त इभिनिङमै भ्लग बेसी गर्दैछु है म चाहिँ हिजो आज। र त्यही भएर है, र यहाँ मेरो छोरी चाहिँ हेलो गरिदिनुहोस्, से हेलो, नमस्ते गरिदिनु हेरेर।
सन्चै हुनुहुन्छ भने अन्त यहाँ चाहिँ मेरो छोरी गर्दैछ है इभिनिङ थ्याङ्क यू इभिनिङको उसको खाना खाँदैछ होइन थ्याङ्क यू ऊ चाहिँ भर्खर सुतेर उठेको मलाई ब्रेड खानु भन्दैछ यहाँ बसेर खानुहोस् अन्त अहिले खान्छु ल अन्त त्यही आज पनि मैले उसलाई स्कुलमा चाहिँ राखेरै आएको थिएँ हो र मजाले बस्यो रुयो रुनु त अब के गर्नु त्यसरी नै बानी हुने रहेछ हो र म छोडेर आउँदैछु आज के भने अरे मम्मा भन्यो थ्याङ्क यू त्यही छ चलिरहेको छ है साथीहरू मेरो बाबालाई आज स्कुलमा के पढायो बाबा म्यामले अरू रोलीपोली अप 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 भन्यो म्यामले र त्योहरू अब के गर्नु एउटा ल साथीहरू त्यही रहेछ है अब ऊ माछा हेर्दै गर नि तिमी अब के गर्नु घरमा एक्लै भएपछि हो नानीसँग एक्लै भएपछि अब आमै खोज्दो रहेछ नानी टिपेपछि हो अब त्यही छ र बिस्तारै बिस्तारै उसलाई बानी गराउने कोसिस गर्दैछु है र त्यसकै लागि नै म दिनभरि बिजी हुन्छु कि अनि भ्लग गर्नु त मलाई एकदम माइन्डमै आउँदैन हो त्यो भ्लग पनि भ्लग हुँदैन हतार भ्लग हुन्छ कि त्यही भएर मैले चाहिँ गर्दिनँ अब रोडमा हुन्छु हो मेन रोडमा त्यहाँ गाडी आउँछ के हुन्छ अब नानी लिएर कसरी भ्लग गर्नु भनेर चाहिँ त्यो सोचेर चाहिँ म भ्लग गर्दिनँ र अहिले टाइम पाउँछु र यतिखेर गर्दैछु है र प्लिज मेरो भ्लगलाई सब्सक्राइब गरिदिनु र लाइक पनि गरिदिनुहोस् र कमेन्ट पनि गरिदिनुहोस् है म यसरी नै तपाईँहरूलाई अब जतिसक्दो भ्लग चाहिँ लिएर आउने कोसिस गर्नेछु र यही नै छ है र तपाईँहरूलाई म अनबक्सिङ है मैले मिसोबाट चाहिँ कतिवटा भन्दाखेरि तिनवटा फ्रेम मगाएको छु कि जोडी जोडी तिनवटा फ्रेम जम्मा तिनवटा छ फ्रेम मगाएको छु म तपाईँहरूलाई त्यो अनबक्सिङ गरेर चाहिँ देखाउने छु है र त्यही नै छ साथीहरू प्लिज मेरो च्यानललाई लाइक गरिदिनु सब्सक्राइब गरिदिनु र सकेसम्म कमेन्ट गरिदिनु नि बाबा भनिदिनुहोस् सब्सक्राइब र होप तपाईँहरूलाई मेरो भ्लग पनि राम्रै लाग्छ होला होप गर्दैछु है म चाहिँ र त्यही छ अहिलेको लागि बाई है साथीहरू मेरो नानीले ओके अब नेक्स्ट अर्को निकाल्नुहोस् ल पढ एलिफेन्ट आएछ सामान्नु बाई डगी भोलि आउँछु ल डगी त्यो
त्यो मैला हिँड्नुहोस् हिँड्नुहोस्। गाडी आउँदैछ है, कुद्ने होइन है बाबु, साइड। गाडी आउँदैछ। गाडी आउँदैछ है। होइन चलो हिँड न अगाडि। यामिक दादा घरमा, मेरो छोरी चाहिँ स्कुल छुट्टी भएर आएको है। हेलो गरिदेऊ त, यता फर्का त। हेलो गरिदेऊ। मेरो स्कुल छुट्टी भयो।